साथीहरू दर्शन अनि नमस्ते। आज म तपाईँहरूलाई डबल रोल भिडियो कसरी बनाउने त्यो मार्फत भिडियो बनाउँदैछु। मन परे लाइक कमेन्ट सेयर गर्नुहोला। अब हेर्नुहोस् डबल रोल भिडियो कसरी गर्ने। डबल रोल भिडियो गर्नको लागि पहिला चाहिँ हामीले आफ्नो फोनलाई स्ट्यान्डमा राखेर एकदम नहल्लिने तरिकाले स्ट्यान्डमा राख्नुपर्छ है, किनभने हल्लियो भने पछि भिडियो बन्नमा अलि असहज हुन्छ, बनाउन सकिँदैन। त्यही भएर म मेरो मोबाइललाई स्ट्यान्डमा राखेर अब तपाईँहरूलाई डबल रोल भिडियो कसरी बनाउनु त्यो सिकाउन जाँदैछु है। मेरो फर्स्ट पार्टमा यस्तो अनि सेकेन्ड पार्टमा यस्तो। भिडियो लामो हुन्छ तर पछि काटेर मिलाउन सकिन्छ, त्यसको लागि कुनै आपत्ति छैन है। ल अब चाहिँ यसरी हाम्रो चाहिँ एक पार्ट र दुई पार्ट रेकर्ड गरिन्छ। त्यसपछि अब हामी एडिटतिर गइन्छ है। स्क्रिनमा देख्न सक्नुहुन्छ युकट प्ले स्टोरबाट मजाले पाइन्छ है। युकटबाट मैले चाहिँ युकट सजिलो लाग्छ, युकटबाट गर्छु। युकट ओपन गर्ने अनि प्लस आइकनमा डबल क्लिक गर्ने, न्यू प्रोजेक्ट। अहिले हामीले बनाएको भिडियो यो भिडियो आइसक्यो। भिडियो धेरै लामो छ, भिडियो म अब बाटेर कुन पार्ट हो त्यो मात्रै गर्छु। हाम्रो चाहिने भनेको यति नै हो। अब बाँकी मैले पालेँ। अब कति 7 सेकेन्डको भिडियो भयो है। अब हामीले यहाँ साइडमा देख्न सक्नुहुन्छ पिआइपी, यहाँबाट फेरि त्यही भिडियोलाई ल्याइन्छ है। अब यो पिआइपी ल्याएको भिडियोलाई पछाडिको भाग काटेर यसरी अगाडिको भाग काट्दै फाल्ने। भिडियो लामो छ, 7 सेकेन्डमा धेरै नै कटिङ हुने भयो। ल हेर्नुहोस्, यो अघिल्लो भिडियोलाई मैले काटेर अघिल्लो पार्ट र पछिल्लो पार्ट तल र माथि बनाएर राखेँ। अब हामीले के गर्नुपर्छ भने यहाँ तपाईँको एउटा यो फुल भन्ने हेर्नुहोस्, फिल, यसमा क्लिक गर्नुहोस्। दुईटा भिडियो बराबर भयो है। अब हाम्रो यहाँ देख्न सक्नुहुन्छ अब हामीले पछाडिको भागलाई कटिङ गरेर फालिन्छ। अब चाहिँ तपाईँहरू के गर्न सक्नुहुन्छ भने माथिल्लो भिडियोलाई यसो टच गरेपछि तपाईँको यहाँ मार्क्समा गइसकेपछि यहाँ लाइन देख्नु सक्नुहुन्छ। लाइनलाई हामीले बिचमा यसरी गर्छौँ है लाइनलाई। अब देख्नुहुन्छ डबल रोल। तपाईँको यो अलिअलि लेयरलाई चाहिँ यसरी हटाउनु मिल्छ है। यहाँ देख्न सक्नुहुन्छ। अब यसरी मैले यो भागलाई दुईटा बनाउँछु है। यो भागमा मैले दुईटा बनाउँछु। अब यहाँ चाहिँ तपाईँको फिल्टरमा देख्न सक्नुहुन्छ। फिल्टरमा मैले यसलाई कालोमा एडजस्ट गर्छु है। यो चाहिँ यो भाग। अब मैले यसलाई पनि फेरि कटिङ गर्छु। यो भागलाई चाहिँ मैले फिल्टरमा गएर यसलाई कालोबाट हटाइदिन्छु है। यसलाई ओरिजिनल गरिदिन्छु। अब यहाँ देख्न सक्नुहुन्छ यसलाई मैले काटेर फालिदिन्छु अनि माथिको पनि काटेर फालिदिन्छु, बराबर बनाउँछु। हेर्नुहोस् है। अब यो भयो। अब चाहिँ यहाँ हेर्नुहोस्। अब मैले यो हाम्रो ब्याकग्राउन्डमा हेर्नु सुन्नुहोस् है। क्यामेरा खिचेको पनि डबिङ गर्छन् है पछि, अब प्रायः जसो धेरै जसोले। अब यहाँ पनि मैले डबिङ गर्ने जस्तो अवस्था आयो, किनभने ब्याकग्राउन्ड धेरै भयो। अब मैले यहाँ रेकर्ड गर्छु है। आज त खसी काटेछन्, मासु खान पाइन्छ। होइन तैँले योभन्दा पहिला मासु खान पाएको थिएनस्? सधैँ हड्डी खान्थिस् र? ल हेर्नुहोस् है, मैले यो रेकर्ड पनि गरिसकेँ। अब मैले यो तलको भिडियोको मैले साउन्ड कम गरिदिन्छु। तलको भिडियोको साउन्ड कम भयो। अब यसरी मैले अर्को भिडियोको पनि साउन्ड कम गरिदिन्छु। यसको नि साउन्ड कम भयो। यसको साउन्ड कम गर्ने अनि यहाँ अझै दुईवटा छ। अब यसको पनि साउन्ड कम भयो। अझै अर्को पनि छ, यसको पनि भोल्युममा गएर साउन्ड कम गर्नुहोस्।
अब भिडियो फुल साउन्डमा साउन्ड अफ भए अब यसलाई हेर्नुहोस्। आज त खसी काटेछन् मासु खान पाइन्छ होइन त अनि योभन्दा पहिला मासु खान पाएको थिएनस् सधैँ हड्डेटी खान्थिस् र। ल यो पनि भयो है। अब के गर्नु पर्यो भने तपाईँको साइडमा हेर्नुहोस् है। साइडमा तपाईँको के छ भने यहाँ तपाईँको सक भयो ठाउँमा हामीले के गर्नु पर्यो साउन्ड राख्नु पर्यो होइन। अब साउन्ड राख्दा चाहिँ तपाईँ पिआइपीमै जानुहोस् फेरि। पिआइपीमा गएपछि तपाईँको अब यहाँ साउन्ड कस्तो साउन्ड राख्ने भन्दाखेरि अब यहाँ जस्तो एउटा साउन्ड छ मासु खान पाएको थिएनस् सधैँ पहिला मासु खान पाएको थिएनस् ए तिमी हेर्नुहोस् है साउन्ड हेर्नुहोस् है। योभन्दा पहिला मासु खान पाएको थिएनस् सधैँ हड्डेटी खान्थिस् र सधैँ हड्डेटी खान्थिस् र। अब यसलाई चाहिँ तपाईँले क्लिक गरेर यसरी साइडमा बन्द गर्ने। अब हाम्रो भिडियो तयार भयो हेर्नुहोस् है। आज त खसी काटेछन् मासु खान पाइन्छ होइन त अनि योभन्दा पहिला मासु खान पाएको थिएनस् सधैँ हड्डेटी खान्थिस् र। त्यसरी हाम्रो भिडियो रेडी भयो। मैले आजको भिडियोमा डबल रोल कसरी सुटिङ गर्ने, कसरी सुट गर्ने र कसरी एडिट गर्ने, कुन एपबाट एडिट गर्ने त्यो सबै भनेको छु। र फेरि पनि यस्तै यस्तै भिडियोको लागि मलाई फलो गरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला, किनभने तपाईँहरू जस्तै अरूले पनि मेरो भिडियो हेर्न पाउन् र जान्न पाउन्। ओके, धन्यवाद। किप वाचिङ।